हेलो एभ्रिवान। आज चाहिँ हामी यहाँ घरमा भेज मोमो बनाएर खाँदै गरेको। यो चाहिँ मेरो रामेन हो, यहाँ सुप छ हो। मोमो चाहिँ यहीँ छ, निकालेको छुइनँ। पहिला म रामेन बनाइहाल्छु। अरू सबैजना खाइसक्नु भयो, आमा र म चाहिँ अहिले खाँदैछ। हाम्रो मोमो चाहिँ इस्कुसको हो, इस्कुस चिज मोमो। अझै म यहाँ होइन अब यहाँ चाहिँ म चिज एड गर्नेवाला छु। आमा मोमो खायो भने चाहिँ अलिक यो खानु नसक्ला जस्तो भइसक्यो। किन बेसी भयो, उडिकुडी भयो। Cheers. आइछ यो देख्दैछ, यो देखेको छ यता बेसी देख्दैछ। भयो अब अलिक माथि र यिनीहरूलाई भयो। ल गाइस, अब चाहिँ सुरु गरेँ है। मैले सबै खाइसकिसकेँ। म चाहिँ भर्खर चिज थ्याङ्क यू सो मच। यहाँ बेसी भयो त। ल फोटो खिच्नु पर्थ्यो। दामी राम्रो छ नि। के भयो, बेसी ओइल भयो। आमालाई के भयो, उडी भयो। खानु खाँदैन। यो त खाँदैन। बेलाएर दियो।
जुसी भएछ मोमो है। दामी भएछ नि सुप पनि मिठो भयो मलाई त खाने आमा रामेन दुई चम्ची राम मोमो त कतिवटा खाएँ पाँचवटा खाएँ। अस्ति लाफिङको चाहिँ बनाएँ ब्लग बनाइन अस्ति त अब बनाउँछु एकखेप लाफिङ त्यति बेला त म भिडियो त गर्थेन अस्ति भर्खरदेखि नै गर्न थालेँ। सो अब चाहिँ मैले अलिकति फास्ट फरवर्ड गरिदिएँ किनभने खाएको मात्रै हेर्नु तपाईँहरूलाई पनि अल्छी लाग्छ होला भनेर। र मैले त्यो राम्रो खालको मुकबाङ गरेको पनि होइन जसमा चाहिँ अब त्यो मजाले खानेकुराहरू पनि देखेर मजाको त्यो सबै एरेन्ज गरेर मुकबाङ खालके पनि बनाएको होइन। त्यही भएर चाहिँ मैले फास्ट फरवर्ड गरिदिएँ। चिज अब चिसो हुँदैछ यति खान्छ चिसो कक्री चाहिँ यो पनि अल्ला बिर्सेछ पो। सो तपाईँहरूले सोच्नुहुन्छ होला खालि मुकबाङ भिडियो पनि मोमो र रामेन खाएको मात्रै बनाउँछ भनेर। अब म चाहिँ जे स्पेसल पाक्छ त्यही बनाउँछु। सुप खाएर छिटो ल बेसी पिरो नखाए बेसी पिरो नखाए अब खाँदैन रामेन खायो भने पनि पिरो नभएको पिङ्क कलरको खानु अलिकति ठन्डा गर्न खाइदिनु मिठो भयो गाइस। Thank you so much for watching. Bye bye. Good night.